भने 4 गोललाई म 4 नम्बर लाग्छ श्री श्रीराम चौधरीलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद उद्घोषक शिव कुमार रायजी। धनपालथान गाउँपालिका वडा नम्बर 6 अन्तर्गत T20 प्रतिस्पर्धाको त्यो खेल दुवै टिमले खेलेर जानु भएको छ। निश्चय पनि खेल खेलिँदा चाहिँ कोही चाहिँ विजेता कोही चाहिँ उपविजेता हुन्छ र यसमा चाहिँ हामीले निश्चय हुनुपर्ने कुराहरू केही छैन। भावीको दिनमा चाहिँ अझ हामी खेललाई कसरी सशक्तिकरण गरेर अगाडि बढाएर लान सक्छौँ, कसरी हामीले अरू टिममाथि चाहिँ विजय हासिल गर्न सक्छौँ त्यो चाहिँ शुभकामना दिन चाहन्छु साथीहरूलाई। त्यसै गरी चाहिँ विजेता टिम आज धनपालथान गाउँपालिका वडा नम्बर 4 का सम्पूर्ण कप्तान तथा खेलाडी साथीहरूलाई यो जित हात पार्नु भएकोमा महत्त्व रहेको छ खेलको र विभिन्न मार्फतबाट चाहिँ हाम्रो नेपालका खेलाडीहरू पनि तपाईँको राष्ट्र र अन्तर्राष्ट्रमा पहिचान बढाएको कारणले गर्दा हामी युवा साथीहरूलाई चाहिँ खेलमा अलिकति उत्साहपूर्वक अगाडि बढ्न र यसलाई चाहिँ प्रतित्वमा राखेर हामी धनपालथान गाउँपालिकाले गर्न सक्ने कुराहरूमा त्यस हिसाबले हामीले म्यानेज